हेलो konnichiwa ओगेनकी देश का आज चाहिँ हामीहरू लेसन 47 को भोक्याबुलरी पढौँ है त। फुकिमास भनेको चल्नु लाग्नु, खाचेगा फुकिमास भनेको हावा चल्नु लाग्नु भनेको, मोएमास भनेको जल्नु, गोमिगा मोएमास भनेको फोहोर मैला जल्नु, नाकुनारीमास भनेको बित्नु या मर्नु, आचुमारीमास भनेको जम्मा हुनु भेला हुनु, हितोगा आचुमारीमास भनेको मान्छे जम्मा हुनु मान्छे भेला हुनु भनेको, वाखारेमास भनेको छुट्टिनु अलगिनु, हितोगा वाखारेमास भनेको मान्छे छुट्टिनु अलगिनु भनेको, सिमास ओत्तो सिमास ओत्तो या कोएगा सिमास भनेको आवाज सुनिनु स्वर सुनिनु भनेर भनेको जस्तो। अनि आजिगा सिमास भनेको स्वाद लिनु जस्तो, नियोइगा सिमास भनेको गन्दा आउनु कुनै कुराको स्मेल आउनुलाई के नियोइगा सिमास भनिन्छ। किबिसी भनेको सख्त कडा एकदम हुन्छ नि हार्ड, त्यो भनेको हिदोई भनेको टेरिबल भयानक भनेको के कठोर हुन्छ नि एकदम त्यसलाई। कुवाई भनेको हरेबल डरलाग्दो एकदम। जिक्केन परीक्षण एक्सपेरिमेन्ट भनेको, देत्ता भनेको डाटा, जिनको भनेको पपुलेसन जनसङ्ख्या, नियोई भनेको गन्ध स्मेल भनेको, खगाकु भनेको विज्ञापन साइन्स, इगाकु भनेको चिकित्सा विज्ञान भनेको, मेडिसिन साइन्स भनेको मेडिकल साइन्स भनेको, बुनगाकु भनेको साहित्य, पातोका भनेको पुलिस कार, क्युक्युस्या भनेको एम्बुलेन्स, सान्सेई भनेको अनुमोदन सम्झौता भनेको कि जस्तो कुनै कुराको एग्रिमेन्टहरू गरिन्छ नि त्यसलाई सान्सेई भनेर भनिन्छ। हान्ताई भनेको विपरीत अपोजिसन भनेको, जस्तो पार्टीको उस हुन्छ नि त्यस्तै के अपोजिसन पार्टी भनेको त्यस्तै। दाइतोर्यो भनेको प्रेसिडेन्ट, नियोरुतो भनेको अनुसार सूचनाको स्रोत, दान्से भनेको पुरुष मानिस, जोसे भनेको महिला स्त्री, डोमो भनेको धन्यवाद यो देखिन्छ। यो डोमोको पनि धेरै मिनिङहरू आउँछ कि, नियोरुतो भनेको अनुसार सूचनाको स्रोत, यो चाहिँ डबल भएछ आफै हेर्नु होला है, कुनै ठाउँमा चाहिँ मिस्टेक पनि हुन्छ, अब लेख्दाखेरि डबल लेखेछु गोमेनासाय। बारी भनेको इन्डोनेसियाको बाली, इरान भनेको इरान, क्यालिफोर्निया भनेको क्यालिफोर्निया, गुरामो भनेको गुआमो भनेको गुआम भयो के अरे। कोही बित्तो भनेको प्रेमी प्रेमिका, कोनियाकुसिमास भनेको मिलन मगनी हुनु एङ्गेजमेन्ट हुनुलाई कि कोनियाकुसिमास भनिन्छ। आइते भनेको अन्य व्यक्ति, सिरियाइमास भनेको परिचित हुनु, हेइकिन्ज्युम्यो भनेको औसत आयु, हाक्कासे भनेको डाक्टर, नो भनेको मस्तिष्क, होरुमोन भनेको हर्मोन, केस्योहिन भनेको कस्मेटिक, सिराबे भनेको सर्वेक्षण अनुसन्धान, हास्यो भनेको मेकअप, हास्योओसिमास भनेको मेकअप धारणा गर्नु। लेसन 47 को भोक्याबुलरीहरू यति नै हो। कुनै ठाउँमा प्रनाउन्स गर्दा मिस्टेक बन्छ भने हजुरहरूले त्यो हेर्नु होला है कस्तो लेखेछ भनेर, अब कुनै बेला हल्का मिस्टेक नै हुनसक्छ। राम्रोसँग पढ्नु होला। ज्या माताने।